आज हो हाम्रो आर्म्स डे प्लस डे 17। आजभोलि यति धेरै पोल्युसन बढ्न थाल्यो कि अलिकति हिँड्दा पनि आँखा पोल्न थालेको छ। बिहान उठेर म लागेँ जिमतिर। आज हो आर्म्स डे। वर्कआउट गर्नुभन्दा अगाडि राम्रोसँग हामीले स्ट्रेचिङहरू गऱ्यौँ। बाइसेप्सको लागि फर्स्टमा मैले गरेँ इन्क्लाइन डम्बेल कर्ल, सेकेन्डमा रोप ह्यामर कर्ल, थर्डमा बारबेल बाइसेप्स कर्ल, लास्टमा डम्बेल बाइसेप्स कर्ल गरेर बाइसेप्सको वर्कआउट सक्यौँ। ट्राइसेप्सको लागि फर्स्टमा हामीले गऱ्यौँ डम्बेल ओभरहेड ट्राइसेप्स एक्सटेन्सन, सेकेन्डमा रोप पुश डाउन एकदम कन्ट्रोल मुभमेन्टमा, थर्डमा हामीले गऱ्यौँ ओभरहेड ट्राइसेप्स एक्सटेन्सन, सिंगल आर्म क्रस बडी केबल ट्राइसेप्स एक्सटेन्सन गरेर ट्राइसेप्सको वर्कआउट फिनिस गऱ्यौँ। लास्टली फिनिस टुडेज वर्कआउट विथ 1 फोरआर्म एक्सर्साइज। आफ्टर फिनिसिङ माई वर्कआउट ऐनामा हेर्दै आफ्नो आर्म्सहरू फ्लेक्स गरेँ। जिम सकेर मैले मिल दाल भात र अम्लेट खाएँ। दिउँसभरिको आफ्नो पर्सनल काम सकेर म गएँ डान्स क्लास। डान्स क्लास सकिसकेपछि मेरो रातिको अन्तिम मिल दाल भात साग चिकन र स्यालेडसँग अन्तिम मिल लिए। सो आजलाई यति। बाइ बाइ गाइज, गुड नाइट, टेक केयर, सी यू।